यसमा फेरि पनि हाले नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आइएफ सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। अनि आज पनि एउटा छोटो मिठो ब्लग लिएर आइसकेको छु। सो सबैजना अन्तिमसँग हेर्नु होला भन्दै आजको ब्लग स्टार्ट गर्दैछु। अनि आज चाहिँ घरमै छु। आज बाबु पनि छैन, पोखरा क्यारे कान पनि हेर्नु क्यारे कान। अनि हाम्रो दिदी चाहिँ आइछन्, मेदीमा गएको थियौँ नि त। अनि चुनाव भ्याइएर चाहिँ आइछन्। अनि फेरि अब चाहिँ घरमा बस्नु यहाँबाट आउनु जाने खोज्ने थियो, आइछन् खाना पकाउँदैछन्। अहिले मैले देखाइहाल्छु तपाईँहरूलाई। हिजो आइकन त्यो आज नै दिउँसो घाम लाग्ला जस्तो छैन, घाम चाहिँ लाग्दैन कि वेदरै बिग्रिसक्यो, सब धमिलो भइसक्यो। त्यो शिवरात्रिमा धेरै गाँजा चुरोट खाएर हो कि यस्तो त्योहरू तिमीहरू धेरै नखाएको भने होइन, आफूले त खाएन, हामीले त केही पनि खाएन शिवरात्रिमा, खानु नै हुन्न कि। त्यो चाहिँ तलतिर झरौँ कि डाँडातिर झरौँ कि भन्ने भएको। त्यो अब डाँडातिर यसो डुल्न पऱ्यो। म दिदीलाई एकछिन देखाइहाल्छु। अनि पानी चाहिँ भरिदियो कि पानी थुपिदिनुपर्छ। खाना पकाउँदैछन् दिदीले चाहिँ त्यो टाइम। अनि अब चाहिँ दिदी फेरि हिँड्न लाइन, अनि म चाहिँ लाठी आफू लाउरे हुने बेला दिदी मिदी परेको सामान बोकेर हिँड्नु पऱ्यो। लाठी झोला किन भने होइन टक्कै आफू म्याट बोकेर मलाई लाठी त भारी बोकेर हिँड्छन्। जाम लाउरे ए उतै हो अब हिँडेको है। अनि अहिले चाहिँ म दिदीलाई छोडेर पनि यता बल्छनी ग्राउन्डतिर आएको। यसो बल्छनी ग्राउन्डतिर आएको। अनि बल चाहिँ हिजो हराएको थियो, अनि बल चाहिँ अहिले खोजेर पनि ल्याइसक्यौँ। यता गएको थियो। अनि त्यो ठुलोमा चाहिँ 50 सरी हुनुहुन्छ रहेछ। अनि यसो एकछिन बल खेलाम, खानामा है हल्का हुन्छ यतिको त बल खेलाम चाहिँ हामी। तर म मेरो भएर मोल खन्न लगाएको बारीमा। अस्ति नै गाडीमा लगाएको मोल थियो, त्यो मोल खन्न हिँडेको। नि अहिले चाहिँ म अनि घाँस पनि ल्याउने कि डोकोमा घाँस पनि ल्याउने भएर हिँडेको। उहाँहरूको मोल चाहिँ म देखाइदिन्छु, यहाँबाट देखाइदिन्छु थोरै। दुईजना हिँडेको ठ्याक्कै घाँस पनि काट्ने, मोल पनि लिएर मोल पनि छोड्याउने। हो त्यो मोल छ नि त्यो बोराको, हो त्यो बोल चाहिँ बोराको मल चाहिँ त्यही बारीमा खनाउने हो त्यो। अनि त्योहरू अब चाहिँ हिँडेको। अनि विकासको घाँस पनि छोड्याउँ, घाँस पनि लिएर हिँडेको के ठ्याक्क बजारमै। त्यति मोल छ, त्यो बोराको मोल खनाउने। बोरा ल्याउने होला नि है, बोरा ल्याउनु पऱ्यो। तेल गर्न है, पेट्रोल गर्न है क्या त्यो घाँस चाहिँ। त्यो खोरमुनि त्यो कुखुराको खोरमुनि काट्न जाने हो त्यो। त्यहाँ म खाने ठाउँ भेटाऊँ, अनि जाऊँ अनि उहाँको चाहिँ भेटाउँलाई। अब चाहिँ मोलहरू चाहिँ बोकाऊँ, मोलहरू चाहिँ हल्का छ क्या है, मोलहरू बोक्ने मात्रै हो। ट्याक्क खनायो त यसलाई कति बाटो हाल्ने त्यो गरौँ। मोलहरू चाहिँ उता पनि छ, ढोकामा मोल सु छरेर भइयो, छरेर यताउता सब छरियो मोल, यता पनि छरियो। ट्याक्कै दुइटा गरेर मात्रै हो। अनि त्यहाँ चाहिँ त्यस्तो किन छर्यो भन्दा त्यो तोरी उकाउने हो, तोरी उकाएपछि हेर। अनि अब चाहिँ भोगाएर बिस्कुट लिएर आएको भन्छ बिस्कुट बिस्कुट खाऊँ। खाएर आएको भिडियो बनाउँदै हो त्यो ठाउँमा। अनि खाइसकेपछि यसलाई फेरि यता फाल्ने हो कि, यसलाई फेरि यति छिराल्ने हो। अनि त्यतिखेर भेटाउँला है। त्यो मैले चाहिँ मोलसोल खाना पनि आइसक्यो, यहाँबाट पनि देखेर म देखाइदिन्छु है। अनि बोरा बोकेर आइरहेको म चाहिँ त्यहाँ जुम गरेर मिलाएको होइन त्यति हेर्नु है। त्यो पनि अब चाहिँ हिँडिसक्यो। मम्मी चाहिँ पछि आउँदै हुनुहुन्छ। म चाहिँ त्यही मोलको बोरा बोकेर हिँडेको कि, एउटा बोराभित्र सबै हाल्यो। अनि त्यही बोकेर हिँडेको भइहाल्छ देखियो होला है। ए बोरा यो बोरा बोरा यो बोरा सेम सुहा होला छ आफ्नै बिल्ला आफै। अनि आज बोल्न जाने हो
अब यति छोडेर बलसान जानु छ। कस्तो खतरा देखेको म यार, मिलाएर हालेको भएर कि पुग्ने। खोइ केही क्लियरै आएन त म, बल्ल आएँ। खतरा देख्यो नि है, उतापट्टि त्यो माथिपट्टि नि हो क्या, हल्का सानो थोरै माथि छ त्यो। अब चाहिँ जाऊँ, त्यो अब चाहिँ जाऊँ बाटोमा। घर भोक लाग्यो, लास्टै भोक लाग्यो। बिस्कुट खायो भने केही भएन, घर गएर के पाकेछ जे छ त्यही खाने। अनि बलखेला आउने हो, 4 बजिसक्यो, बलखेला आउनु छ। खोइ यहाँ त कोही नै आएन। त्यो अहिले चाहिँ म घर आइसकेँ। अनि घरमा चाहिँ अस्ति मैले थिचेको थिएँ नि गुन्द्रुकको मुलाको पातको गुन्द्रुक, त्यसको चाहिँ बल्ल यहाँ सुकाउनु भएर चाहिँ हरियो हरियो छ। अहिले खासै सुकाएन, अझै यसलाई 3-4 दिन सुकाएपछि बल्ल गुन्द्रुक खान लागेको हुन्छ कि। हाम्रो अनि अस्ति नै एउटा चल्ला थियो, एक कुखुरा थियो, उहाँ अन्डा पार्ने हो। त्यो कुखुराले एउटा मात्रै चल्ला झिकालेको कि त्यसले, एउटा मात्रै खाएको चल्लाको। कति धेरै थियो चल्लाहरू, अन्डाहरू कति धेरै दिएको, एउटा मात्रै चल्ला झिकालेको कि। उल्टो काटै थाक्थ्यो त्यसले चाहिँ। त्यो अनि अब चाहिँ पर्खिन जानुपर्ने हुन्छ एकछिनमा। त्यहाँ खेलिरहनु, त्यहाँ उहाँ खेलिरहनु पर्छ। अनि अहिले चाहिँ घाम चाहिँ लाएन, मैले त आएर हात पनि धोएन। हात पनि यस्तै हो, भोलि नुहाउनु पर्छ। भोलि चाहिँ नुहाउनु जाने हो, भोलि चाहिँ नुहाउनु पर्छ। फुल रातो भइरहेको फुल चाहिँ ट्याक्क गाँजाको बुट्टो, गाँजाको बुट्टो हरियो पात पनि। त्यो अब चाहिँ बलसँग जानुपर्ने हुन्छ। खाएँ मैले। अहिले चाहिँ म गेमसँग खेलेर आइसकेँ, बलसँग खेलेर आएर कपडा चेन्ज गरेर बसिसकेँ। अनि अब चाहिँ आजको भ्लग चाहिँ खासै राम्रो पनि आएन, भ्लग पनि धेरै भएको छैन होइन। भ्लग धेरै भएको पनि छैन, खासै राम्रो पनि आएन, भन्नाले राम्रो पनि भएन भ्लग। अनि आजको भ्लग चाहिँ म यतिखेर एन्ड गर्छु। भोलिको भ्लग चाहिँ यस्तो खतरा आउँछ, भोलिको भ्लग चाहिँ यस्तो राम्रो बनाउँछु भन्ने सोचिरहेको छु है। त्यो के हुन्छ हेर्छु, त्यो चाहिँ भोलिको भ्लगमा हेर्नुलाई के हुन्छ भने चाहिँ। अनि आजको भ्लग चाहिँ खासै राम्रो भन्ने राम्रो मात्रै होइन, केही राम्रै भएन भ्लग चाहिँ है। अनि दिदी चाहिँ आएर पनि गइसक्यो, फेरि पनि गइसकिन, आएर पनि गइसकिन्। म चाहिँ हिँड्छु घरै। म त दिउँसो मल त्यही तल मल झिकाल्न मल झार्न गएँ, अनि आइयो यताउता गऱ्यो। अनि बल खेल्न गएँ, अनि भर्खरै आएको तल बजार गएको बल खेल्न चाहिँ। त्यो अनि आजको भ्लग चाहिँ यति इन्ड गरिदिन्छु। भिडियो के कस्तो लाग्यो एउटा छोटो मिठो कमेन्ट गरिदिनु होला। च्यानलमा नयाँ भने च्यानल सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई म बिदा हुन चाहन्छु। हस्त बाई एभ्रिवान, थ्याङ्क्स फर वाचिङ द भिडियो। लभ यु अल, जय नेपाल।